गुड मर्निङ टसी साथीहरू, हजुरहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ र साथसाथै आज विजय दशमीको शुभकामना छ हजुरहरूलाई। म चाहिँ आज फेरि एउटा सानो भिडियो लिएर आएको छु बेगुनियाको। मेरो यति बेला फुलिरहेछ बेगुनिया, म देखाउन चाहन्छु साथीहरूलाई। मजाले फुलिरहेछ कि यसको चाहिँ कोपिला लाग्दैछ 3 कलर, यसले 4, यहाँ भर्खरै यसको पनि लाग्दैछ। मजाले फुलेको छ साथीहरू, यो पनि मजाले फुलेको छ। मेरो बेगुनिया चाहिँ अहिले मजाले फुलिरहेछ है साथीहरू। यो अस्तिको बिरुवा हो, यो ट्याक्कै दसैँमा कस्तो मजाले फुल्यो हेर्नुहोस् न। यहाँ मुनिदेखिको चाहिँ यसरी फुलेर चाहिँ मजाको भएको छ। यो पनि मिठो कलरको छ है। यसरी फुलिरहेछ, पार राखिदिएको छु यसरी टनेल माथि टनेलमा हो। इन्जेलियाको छेउमा यसरी राखिदिएको छु, छेउछेउमा राम्रो भइरहेछ हौ। यो पनि अर्कै कलर हो, दामी फुल्दैछ। यिनीहरू मजाको भइरहेछ र यतापट्टि पनि छ है साथीहरू। अब यहाँदेखि यिनीहरू चाहिँ लगभग अस्ति फुलिसकेको, अब मसिनो चाहिँ भर्खर यहीँ फुल्नु सुरु गर्दैछ। यो अस्ति ठुल्ठुलो चाहिँ फुलिसकेको छ, यो चाहिँ मसिनो मैले सारेको बिरुवाहरू हो। यी सेटिङबाट सानो सानो गमलामा रोपिदिएको थिएँ, राम्रो भएको छ हो। अनि मेरो सबै बिरुवै मात्रै भयो अहिले। यिनीहरू चाहिँ मदरपुच्छहरू चाहिँ यस्तो भइसकिसक्यो कि फुलेर। यो पछाडिको चाहिँ मदरपुच्छहरू चाहिँ यस्तो भइसकेको छ है साथीहरू। र मेरो अस्ति राखेको बिरुवाहरू चाहिँ यिनीहरू भर्खर सुरु हुँदैछ अब फुल्नु। यिनीहरू यी पहेँलोहरू हो। यहाँ रातो पनि यस्तो मजाले भइरहेछ, ठुलो भइरहेछ। यहाँ राख्ने ठाउँ नभएर सबै यसरी चट्टै पारेर राखिरहेको छु, सबै फुल्दैछ। यहाँ यिनीहरू पनि हो, यहाँ झन् पिङ्क कत्रो फुलिरहेछ। यो पहेँलो, यी साइकलमेनहरू पनि हुँदैछ साथीहरू। साइकलमेन पनि दामी भएको छ। र अस्ति रोपेको इन्जेलिया चाहिँ मेरोमा चाहिँ यत्रो भइसक्यो साथी। अब यत्रो भइसक्यो, यो वारपार यत्रो भइसक्यो मेरो चाहिँ अहिले चाहिँ। भुइँमा पनि राखिदिएको छु, मजाले फुलिरहेछ। इन्जेलियाको कटिङहरू यहाँ भुइँमा पत्कर मोलमा राखिदिएको, यो जम्मै रोप्नु छ। अस्ति माथि चाहिँ रोपिसकेको यसकै बगलहरू, यहाँनिर थुप्रै भइरहेछ बिरुवा। तल्लोमा पनि छ, यहाँ म हजुरहरूलाई देखाउन चाहन्छु। यिनीहरू अब रोप्नु त कति छ कति चाहिँ। र यतापट्टिको पनि म देखाउन चाहन्छु। यो चाहिँ हिजोअस्ति हामीले बलुवाबाट लिएर लगाएको, यहाँ अस्तिको एकलट रोपिसकेर हो। कम्ती राम्रो फुलेको छैन, यस्तो भएर आएको छ, कलरको छ। यसपालि चाहिँ जम्मै बेल्जियमको मात्रै राखेको हो। यो वारपार क्याक्टस पनि फुल्नु सुरु गरिसक्यो। यो चाहिँ पहेँलोबाट है साथीहरू, यो चाहिँ पहेँलोबाट, यो चाहिँ मदरपुच्छ हो। यिनीहरू सबै मजाले फुल्नुलाई सुरु गर्दैछ। यिनीहरू चाहिँ मदरपुच्छ, यो नि पहेँलै छ, सबै यिनीहरू चाहिँ मदरपुच्छ हो। यिनीहरू 3-4 कलरको छ हौ मेरोमा चाहिँ। यो पिङ्कबाट छ, राम्रो खालको छ यो पिङ्क पनि हो। अब चाहिँ जिरेनियम पनि मेरो चाहिँ रेडी भइसक्यो। मजाले फुलेको छ। यो दुईवटा बेडमा चाहिँ खालि जिरेनियमै मात्रै छ। यिनीहरू चाहिँ हाइब्रिडबाट पनि मजाले फुलिरहेछ यति बेला। अब
यहाँ चाहिँ सेटिङबाट यहाँदेखि पल्लै छेउसम्म माथिल्लो टनलको भयो बेगुनिया है। अब हजुरहरूलाई म अघि मैले पनि अब यो देखाएँ नि, यो चाहिँ अघि देखाउँदै गरेको चाहिँ अहिले यो माथिल्लो टनलको म तल्लोको देखाउँछु। एकचोटि चाहिँ सरर खिचेर देखाउँदैछु है साथीहरू। यसरी हजुरहरूलाई म मुनिको पनि देखाउँछु, तल अर्को बेडको। यसो गरेर फुलहरू चाहिँ नअटेर होइन, इन्फेक्सनहरू चाहिँ सब यो बाहिर छ है, नअटेर यहाँ यसरी बाहिर निकालेर राखिदिएको छु। भित्र अरूले इन्जेलियाहरूले भरिएको छ। चाहिँ यहाँ पनि ठाउँ नभएर यो सबै प्लान्टहरूदेखि लगेर चाहिँ यहाँ छ। यिनीहरू हंसराजहरू यिनीहरू भइगयो। डिसेम्बर क्याक्टसहरू चाहिँ यहीँ यसरी फुलिरहेछ। यहाँ राख्ने ठाउँ नभएर चाहिँ है, यहाँ राख्ने ठाउँ छैन, जग्गा नभएर चाहिँ यसरी पत्करमाथि राखिरहेछ र मजाले फुलिरहेछ नि। पर दामी फुलिरहेछ, सबै कोपिला लगाएछ, ठाउँ छैन राख्ने। यहाँ घरभित्रको चाहिँ अब हजुरहरूलाई म बेगुनिया फेरि देखाउँछु है। यो चाहिँ अब यसरी यो पनि राम्रो फुलिरहेछ। यो चाहिँ माथिल्लो टनलको अघि देखाएँ है, यो चाहिँ अहिले तल्लो टनलको यसरी यति बेला पो ढक्कमक्क फुलिरहेछ नि हौ साथीहरू, के गर्नु। यो पनि दामी फुलिरहेछ। यहाँ झन् मजाको कलर छ हो। तर गोदावरी चाहिँ मेरो भर्खर यस्तो हुँदैछ। गोदावरी चाहिँ धेर छैन, कम्ती छ यो काँसा चाहिँ। मेरो कम्ती नै छ काँसा चाहिँ। यो चाहिँ बिरुवा चाहिँ मैले चाहिँ असारमै ल्याएर चाहिँ रोपेको है। असारमा ल्याएर रोपेकोले गर्दाखेरि चाहिँ ठिक्क असोजमा चाहिँ यसरी मजाले फुलिरहेछ। यो असोजमा चाहिँ अहिले ट्याक्कै असारमा ल्याएको मसिनो सिडको बिरुवा चाहिँ यति बेला फुल्यो साथीहरू। र हजुरहरूलाई म अब यति देखाउँदै यति भन्दै म हजुरहरूबाट चाहिँ बिदा चाहन्छु। बाई।